धनगढी 5 हसनपुरमा रहेको छ दक्षिणकाली खाना तथा नास्ता घर, जसले आराधना श्रेष्ठ मानन्धर र उनकी बुहारी सुस्मिता सुरी मानन्धरलाई आत्मनिर्भर बनाएको छ। गत वर्ष धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको सिप तथा रोजगार मेलाबाट सुस्मिता सुरी मानन्धरले 1 महिना फास्टफुड सम्बन्धी तालिम लिएपछि उनीहरूले यो व्यवसाय सुरुवात गरेका हुन्। तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्दा अहिले राम्रो आम्दानी भइरहेको सुस्मिता मानन्धर बताउँछिन्। नमस्ते, मेरो नाम चाहिँ सुस्मिता सुरी मानन्धर। मेरो बसाइ चाहिँ पिपल चौतार हसनपुर 5 मा छ। यो चाहिँ मेरो दक्षिणकाली खाजा घर हो। भर्खरै खोलेको 7-8 महिना भयो। मैले खोलेको चाहिँ नगरपालिकाबाट सुरु भएको त्यो सिपमूलक तालिमको शनिबार मेलाको साथसाथै त्यसपछि खुलेको यो रोजगार मेलामा 1 महिना तालिम लिएर फास्टफुडको त्यसपछि खोल्याउँ। तर फास्टफुडमा चाहिँ हामीले सोचेको भन्दा राम्ररी हाम्रो गुरु केपी शर्मा, जयराज शर्मा सरको निरीक्षणमा चाहिँ यो तालिम सुरु भएको थियो। यो तालिममा चाहिँ मोमोदेखि लिएर समोसा, चाउमिन, त्यस्तै फास्टफुडको सामान्य जस्तो हाम्रो यो ठाउँमा चल्छ त्यही अनुसारको चाहिँ सिकाउनु भएको थियो। त्यही अनुसार मैले पनि यहाँ अहिले चाहिँ चिया लगायत झोल चाउमिन, छोला समोसा, मोमो, चिकन चाउमिन, राइस चाहिँ बनाउँछु। त्यति नै हो। अरू राम्रै छ, मेरो व्यवसाय पनि राम्रै सुरु भएको छ। जस्तो सोचेछ त्योभन्दा पनि त्यस्तो घाटामा त छैनौँ हामी। हाम्रो व्यवसाय चाहिँ जो राम्रै चलिरहेको छ। आफ्नो सिकेर तालिम खाली घरमा बस्नुभन्दा चाहिँ सकेसम्म चाहिँ सिकिसकेपछि चाहिँ त्यसलाई चाहिँ उपयोग गर्नु नै बेस राखेको छौँ क्या। खाली घरमा बस्नुभन्दा दिनको आफ्नो खर्च पनि उठ्छ है, दिमाग पनि फ्रेस हुन्छ। जे होस्, मैले चाहिँ सिकेको साथसाथै खोली पनि हालेँ। खोलेको तालिम सिकेको 1 महिनामै आफ्नो फास्टफुडको चाहिँ खोले। अहिले चाहिँ राम्रै छ व्यवसाय। हामी हाम्रो फ्यामिलीको सपोर्टको साथमा चाहिँ मैले खोलिरहेको छु। ठिकै छ। त्यो यतातिर जाने चाहिँ छोला समोसा, चिया चाउमिन हो। दिनको आफ्नो लगानी र भाडासहित उठ्छ। त्यस्तो अहिले धेरै फाइदा पनि छैन, घाटामा त कति पनि छैन। जस आफ्नो दिनको 3000-4000सम्म चाहिँ उठिरहेछ अहिले चाहिँ। हातमा सिप भए सानो लगानीबाटै नेपालमै बसेर आत्मनिर्भर बन्न सकिने उनको बुझाइरहेको छ। यसमा लगानी त्यति ठुलो त छैन, सानै लगानीबाट नै सुरु भएको हो। अहिले 81 ठुलो लगानी लगाएर घाटा हुनुभन्दा सानो लगानीबाट नै अगाडि बढ्ने सोच हो हाम्रो चाहिँ। सकिँदो रहेछ नि। अब अलिअलि आफूलाई पहिला अनुभव थियो, त्यही अनुसार अब त्यसै खोल्नुभन्दा पनि अब अरूको तालिम लिएर खोल्नुमा बेस भयो। त्यसै त सबैले खोलेकै हुन्छन् होइन, तालिम नलिएर पनि मान्छे। तर त्यो भन्दा जो तालिम लिएको खोलाइमा धेरै स्वादहरू चाहिँ चेन्ज हुन्छ क्या। बाहिर त्यो सबै ठाउँ खानुभन्दा र जो तालिम लिएको मान्छेको हातबाट खाने चाहिँ के कति हाल्ने मात्राहरूदेखि लिएर पूर्व तयारीहरूदेखि लिएर सब थाहा हुँदो रहेछ तालिम लिएर चाहिँ। यस्तै आफूलाई व्यवसाय गर्नका लागि सघाएकोमा उनले नगरपालिकालाई धन्यवाद व्यक्त गरेकी छन्। नगरपालिकाको सहयोगकोमा फ्री तालिम पाउँदा एकदम खुसी छौँ हामी। हामी घरमा बसिरहेको महिलाहरूको लागि एकदम यो राम्रो अनुभव हो। नगरपालिकालाई धेरै धेरै धन्यवाद छ सबैलाई होइन। यस्तै नै हाम्रो अब यो पनि एउटा राम्रो अवसर हो रोजगारको युवाहरूको लागि। एकदम राम्रो होस्। धेरै धेरै धन्यवाद छ। शनिबार मेलाको पनि शनिबारहरू एक दिन शनिबार भए पनि त्यहाँ खेल्न पाइन्छ, कति राम्रो रमाइलो छ होइन। अब त्यस्तै नै होस् प्रगति भन्न चाहन्छु। उनले नगरपालिकाले फेरि पनि तालिमको आयोजना गरिरहेकाले इच्छुकले सिप सिक्न आग्रह गरेकी छन्। नयाँ आउनेलाई पनि के भन्छु भने फास्टफुड सिक्नुहोस्, आफ्नो तालिम आफू जेमा इच्छुक छ त्यो चाहिँ सिकेर चाहिँ खोलिहाल्नुहोस्। तालिम सिक्यो भने रोजगार जाने, मेला सिक्ने, तर छोड्ने काम चाहिँ नगर्नुहोस्। आफ्नो यसलाई सक्षम बनाउने काम चाहिँ गर्नुहोस्। यो चाहिँ हाम्रो महिलाहरूको लागि एकदम राम्रो अवसर हो जो अझ फेरि खुलिरहेछ हाम्रो मागदेखि। सबै दिदीबहिनीहरू चाहिँ आफू जेमा इच्छुक छु गएर चाहिँ तालिम सिकिहाल्नु होला र तालिम सिके बापत आफ्नो खोल्न सक्ने सक्षम भएर सिक्नु होला भन्छु म चाहिँ। यसैगरी उपमहानगरपालिकाले आयोजना गरेको सिप तथा रोजगार मेलाले आफ्नो परिवारलाई आर्थिक रूपमा सक्षम बनाउन मद्दत गरेको आराधना श्रेष्ठ मानन्धर बताउँछिन्। नमस्कार, म आराधना श्रेष्ठ। मैले भन्नुपर्ने कुराहरू जस्तो यो शनिबारको मेला थियो, त्यसमा मैले सुने बुझेँ। सुन्दा बुझ्दाखेरि अनि त्यसपछि मैले गएर नगरपालिकामा 2-4 शब्द कुरा राखेँ। म पनि शनिबार मेलामा बस्न चाहन्छु, मेरो बुहारी पनि बस्न चाहन्छ, म पनि एउटा एकल महिला हो है भनेर त्यसरी कुरा राख्दा हाम्रो उपमेयर साहबले हुन्छ भनेर जे होस् साथ सपोर्ट दिनुभयो र हामीले शनिबार मेला राख्यौँ। त्यसपछि फेरि त्यो मेला राख्यौँ। 3-4 महिना कति महिना जति मेला थियो। त्यो शनिबार मेला राख्दाखेरि तालिम खुल्यो।
तालिम खुल्दाखेरि त्यस्तो बेलामा मैले सुन्दाखेरि अब मेरो बुहारी पढेकै छ, जे होस् ब्याचलर पढेको छ अनि तालिम सिक्छु भन्न लाग्यो। ल त तिमी पनि तालिम सिक, केही फास्टफुडको तालिम सिकेर केही खोल्न रोजगार केही पनि व्यवसाय गर भनेर मैले त्यो कुरा राख्दाखेरि मेरो बुहारीले इच्छुक भएर अगाडि बढेर म तालिम सिकेर अब जागिरीहरू त त्यस्तै हो, पाउँदैन हैन, श्रीपाद सरकारको जागिरी। अनि म यही तालिम सिकेर म केही खोल्छु व्यवसाय गर्छु भनेर मम्मी भन्न लाग्यो। ल ठिकै छ त, राम्रो कुरा हो भनेर मैले यो जे होस् अहिले मेरो बुहारीले फास्टफुड सिकेर 1 महिनाभित्रै त्यो सिकेर 1 महिनाभित्रै हामीले सानो व्यवसाय खोलेको छौँ, पसल। र यति खुसी छु म कि जे होस् हामीले कसैसँग हात थापेर खान नपरोस्। एकल महिलादेखि लिएर बेरोजगारी महिलाहरूलाई साथ सपोर्ट दिएकोमा धेरै धेरै धन्यवाद। उपमेयरलाई, मेयर साहबहरूलाई, नगरपालिकाको जति पनि मेमहरू हुनुहुन्छ, सरहरू हुनुहुन्छ, उहाँहरूलाई हामी हृदयदेखि धन्यवाद दिन्छौँ र खुसी पनि लागेको छ हैन। शनिबार मेला पनि भइराखेको छ। महिलाहरूलाई, दिदीबहिनीहरू फाल्तु त्यत्तिकै बसेर डिप्रेसनमा जानुभन्दा बरु केही गरेर अगाडि बढौँ हैन, आफ्नो रोजगार गरौँ, 2 पैसा आउँछ, यस्तो महँगी छ भनेर सोचेर उहाँहरू अगाडि बढ्नुभएको छ। र जे होस् धनगढी नगरपालिका मेयर साहबले अनि उपमेयर साहबहरूले साथ सपोर्ट दिएकोमा हामी धेरै खुसी छौँ। यस्तै अगाडि महिला दिदीबहिनीहरू बढुन् हैन, बढेर अगाडि बढुन्, आफूलाई उत्साह जे होस् गरून् भन्न चाहन्छु। यति भन्दै 2 शब्द यहीँ नमस्कार। नगरपालिकाको उपमेयर, मेयर सरहरूलाई पनि धेरै धेरै म आराधना श्रेष्ठबाट धेरै धेरै धन्यवाद। म धेरै खुसी छु यस्तै अगाडि बढ्न पाऊँ भन्दैमा धन्यवाद। सिप तथा रोजगार मेलामा गत वर्ष फागुन 8 गतेदेखि चैत 8 गतेसम्म सुदूरपश्चिमका 88वटा स्थानीय तहका 1000 भन्दा बढी युवा युवतीहरूलाई विभिन्न प्रकारका तालिम प्रदान गरिएको थियो। उपमहानगरपालिकाले यस वर्ष पनि सिप तथा रोजगार मेला सञ्चालन गरिरहेको र आफूलाई उपयुक्त हुने तालिमका लागि फाराम भर्न नगरपालिकाले आग्रह गरेको छ।